बालेन शाह, यो नाम सुन्ने बित्तिकै धेरैको मनमा कि त नायकको छवि आउँछ कि त खलनायकको। उहाँ एक राजनीतिज्ञ मात्रै होइन, एउटा यस्तो परिघटना हो जसले पुरै नेपाललाई दुई भागमा बाँडिदिएको छ। कोही उहाँलाई परिवर्तनको मसीहा देख्छन् त कोही एक जथाभावी काम गर्ने व्यक्ति। तर यो कथाको सुरुवात आखिर भयो कहाँबाट? कुरा हो सन् 2017को। उहाँले फेसबुकमा लेख्नुभएको यो पोस्ट आज हेर्दा एउटा भविष्यवाणी जस्तै लाग्छ। यसले उहाँको राजनीतिक यात्राको लागि एउटा जग बसालेको थियो। यो कुनै रातारात आएको सोच थिएन, बरु एउटा लामो समयदेखिको महत्वाकांक्षा थियो। त्यसो भए आउनुहोस् हेरौं कसरी एक र्यापर संगीतको दुनियाँबाट एकाएक नेपाली राजनीतिको केन्द्रमा आइपुगे। यो यात्रा साँच्चै नै निकै रोचक र अस्वाभाविक छ। यो टाइमलाइनले उहाँको राजनीतिक यात्राको गतिलाई प्रस्ट्याउँछ। हेर्नुस् त, 2012मा सडक बालक भन्ने गीत निकाल्ने व्यक्ति ठिक 10 वर्षपछि 2022मा काठमाडौँको मेयर बन्नुभयो, त्यो पनि स्वतन्त्र उम्मेद्वारको रूपमा। अनि त्यसको केही वर्षमै प्रधानमन्त्रीको दौडमा। यो साँच्चै नै अविश्वसनीय छ। हो, यही नै हो सबैभन्दा ठूलो प्रश्न। सामाजिक सञ्जालमा चर्चा कमाएर भाइरल भएर मेयर त बन्यो, तर के यही तरिकाले सिङ्गो देश चलाउन सम्भव छ? के मेयरको रूपमा उहाँको कामले उहाँ राष्ट्रिय नेतृत्वका लागि तयार हुनुहुन्छ भन्ने देखाउँछ त? ल, यो प्रश्नको जवाफ खोज्न पहिले उहाँको सबैभन्दा चर्चित काम अर्थात् काठमाडौँमा उहाँले चलाउनु भएको डोजर शासनबाटै सुरु गरौँ। मेयर हुने बित्तिकै उहाँले जे गर्नुभयो त्यसले सबैलाई चकित बनायो। अवैध संरचनाहरूमा डोजर चल्यो, फुटपाथहरू खाली भए, अल्फा बिटा कम्प्लेक्स जस्ता ठूला ठाउँहरू पनि भत्काइए। यहाँसम्म कि वर्षौंदेखि पुरिएको टुकुचा खोलालाई पनि उहाँले बाहिर निकालेरै छाड्नुभयो। यी कामले उहाँलाई रातारात चर्चित बनायो। तर कुरा डोजरको मात्र होइन, उहाँले अरू पनि थुप्रै महत्त्वपूर्ण कामहरू गर्नुभयो। जस्तै पहिलो पटक नगरपालिकाको बैठक लाइभ देखाउने चलन सुरु भयो, जसले पारदर्शिता बढायो। फोहोर व्यवस्थापनमा सुधार ल्याइयो, निजी स्कुलको छात्रवृत्ति प्रणालीलाई पनि व्यवस्थित बनाइयो, अनि 102 हटलाइन मार्फत एम्बुलेन्स सेवा विस्तार गर्नेदेखि बाल श्रमिकहरूको उद्धार गर्नेसम्मका कामहरू भए। तर जहिले पनि कथाको दुईवटा पाटा हुन्छन्, होइन र? भत्काउन जति सजिलो छ, बनाउन उत्ति नै गाह्रो। अब बालेनको कथाको अर्को पाटो हेरौं, जुन विवादै विवादले भरिएको छ। राजनीतिमा आउनु अघि उहाँको गीतले उहाँलाई गरिब र आवाजविहीनहरूको आवाजको रूपमा चिनाएको थियो। उहाँको एउटा चर्चित गीतको लाइन छ नि, गरिबको चमेली बोल्दिने कोही छैन। तर उदेकलाग्दो कुरा के छ भने, जुन गरिबको आवाज बन्छु भन्नुहुन्थ्यो, तिनै सडक व्यापारीहरूले उहाँको कार्यकालमा नगर प्रहरीबाट कुटाई खाएको गुनासो गरे। जस्तै अर्जिन भट्टराई भन्नुहुन्छ, चुनाव अघि ठाउँ दिन्छु भन्नुभयो, पछि रोजीरोटी माग्दा टाउको फुट्यो। यो एउटा एकदमै ठूलो विरोधाभास हो। काम त देखियो, तर कागजमा के छ त? तथ्याङ्क हेर्ने हो भने काठमाडौँको पुँजीगत खर्च मतलब विकास निर्माणमा हुनुपर्ने खर्च जम्मा 12.39% मात्रै भएको देखिन्छ। यो देशका अरू ठूला सहरहरूको तुलनामा निकै कम हो। यसले उहाँको शासनमा देखिने काम धेरै भए पनि वास्तविक विकास खर्च भने कम भएको देखाउँछ। अनि विवादको सूची त लामै छ। कहिले फेसबुकमा सिंहदरबारै जलाइदिन्छु भन्नुहुन्छ, कहिले एउटै डायलगको लागि भारतीय फिल्ममाथि नै प्रतिबन्ध लगाइदिनुहुन्छ। अनि ग्रेटर नेपालको नक्सा राखेर कूटनीतिक तनाव निम्त्याउनेदेखि राजनीतिक दलहरूलाई सार्वजनिक रूपमै गाली गर्नेसम्मका कामहरू भए। यी सबैले उहाँको स्वभावमाथि गम्भीर प्रश्नहरू खडा गर्छन्। यति धेरै विवाद हुँदाहुँदै पनि जनता, विशेष गरी युवाहरूमाझ उहाँको क्रेज घटेको छैन। आखिर मानिसहरूले उहाँलाई कसरी हेर्छन् त? के उहाँ साँच्चै जनताको आवाज हो? 2022को चुनावको नतिजा हेरौँ न। बालेन शाहले स्वतन्त्र उम्मेद्वारको रूपमा 38.6% भोट ल्याएर जित्नुभयो। यो आफैमा एउटा इतिहास हो। तर यहाँ अर्को एउटा रोचक कुरा पनि छ। उहाँलाई भोट नहाल्नेहरूको संख्या 61% भन्दा बढी थियो। यसको मतलब बहुमतले उहाँलाई रोजेको थिएन। यही विभाजन सामाजिक सञ्जालमा छर्लङ्गै देखिन्छ। उहाँका समर्थकहरू उहाँलाई व्यवस्था परिवर्तन गर्न आएको नायक मान्छन्, जो फोहोर सफा गर्न डराउँदैन। तर आलोचकहरू भन्छन् उहाँ एक पपुलिस्ट अथोरिटेरियन हुनुहुन्छ, जसलाई नियम कानूनको मतलब छैन। एउटा रोचक अध्ययनले के देखाएको छ भने, जसले बालेनलाई सकारात्मक सोच्छन्, उनीहरूका लागि उहाँको काम पनि एकदमै राम्रो छ।
यो दुई बीचको सम्बन्ध लगभग 0.98 छ, जुन निकै बलियो हो। यसले के देखाउँछ भने उहाँका समर्थकहरू उहाँप्रति एकदमै वफादार छन्, चाहे जेसुकै होस्। ल, यति सबै कुरालाई जोडेर हेर्दा हामी फेरि त्यही सुरुको प्रश्नमा आइपुग्छौं। बालेनको यो उदयले नेपालको भविष्यको लागि साँच्चै के सङ्केत गर्छ? के यो नेपालको लागि एउटा नयाँ अध्यायको सुरुवात हो? यहाँ केही गम्भीर प्रश्नहरू छन्। के काठमाडौँमा चलेको डोजर शैली देशको परराष्ट्र नीति र सङ्घीयता जस्ता जटिल विषयमा पनि चल्न सक्छ? के उहाँको व्यक्तिगत करिश्माले मात्रै देश चलाउन चाहिने गठबन्धन बनाउन सक्छ? र सबैभन्दा महत्त्वपूर्ण, के उहाँ निराश पुस्ताको आवाज हो वा भविष्यको एक तानाशाह? अन्त्यमा बालेन प्रधानमन्त्री बनुन् वा नबनुन्, उहाँको र्यापरदेखि मेयरसम्मको यात्राले नेपाली राजनीतिको पुरानो खेललाई नै परिवर्तन गरिदिएको छ। उहाँले देखाइदिनु भएको छ कि बाहिरको मान्छेले पनि स्थापित शक्तिलाई हल्लाउन सक्छ। अब अन्तिम प्रश्न उहाँको बारेमा मात्र होइन, बरु यो हो कि उहाँको उदयले नेपाली राजनीतिलाई कुन दिशामा लैजाला?